स्वागत छ स्पोर्ट नेपालमा। आजको हाम्रो विशेष भिडियोमा हामी नेपाली फुटबल टोलीको रोमाञ्चक यात्राबारे चर्चा गर्दैछौँ। सिङ्गापुरलाई हराएपछि उत्साहित रहेको नेपाली टोली अब एसियन कप क्वालिफायरमा मलेसियासँग भिड्दैछ के नेपाल पहिलोपटक मलेसियालाई पराजित गर्न सफल हुनेछ? आउनुहोस् खेलको विश्लेषण गरौँ। नेपाल भर्सेस मलेसियाको खेल इब्राहिम सुल्तान स्टेडियम मलेसियामा हुनेछ भने नेपाली समयअनुसार राति 7:45 हुनेछ। मुख्य प्रशिक्षक म्याट रोसले टिम उत्कृष्ट तयारीमा रहेको बताएका छन्। जितकै लक्ष्यका साथ मैदान उत्रिने योजना पनि रहेको छ। नेपाली टोलीका लागि यो ठुलो अवसर हो, किनभने मलेसियासँग खेल्दा नेपालले अहिलेसम्म कुनै पनि जित हासिल गर्न सकेको छैन र कुनै पनि गोल पनि गर्न सकेको छैन। यदि हेड टु हेड स्ट्याट्स हेर्ने हो भने 7 खेल खेलिसकेको खेलमा 6वटा हार र एउटा बराबरी भएको छ र अहिलेसम्म नेपालले कुनै पनि गोल गर्न सकेको छैन भने मलेसियाले नेपाललाई 23 गोल गरिसकेको छ। र नेपाल र मलेसियाको पहिलो खेल 1985 मा भएको थियो भने जहाँ नेपाल र मलेसियाको खेल बराबरीमा रोकिएको थियो र अन्तिम खेल 2019 मा रहेको थियो जहाँ नेपालले 2-0 ले हार बेहोर्नु परेको थियो। अब कुरा गरौँ कि यो इतिहास बदल्ने मौका रहेको छ। अब समय आएको छ नेपालले आफ्नो इतिहास बदलेर पहिलो जित दर्ता गर्ने। नेपाली समर्थकको समर्थन आवश्यक छ। अब नेपाली टोलीमा कुन खेलाडी रहेका छन्? गोलकिपरमा किरण चेम्जुङ, दीप कार्की, अञ्जल श्रेष्ठ र डिफेन्डरमा अनन्त तामाङ, विमल पाण्डे, सनी श्रेष्ठ र रणदीप पौडेल र मिडफिल्डरमा यदि कुरा गर्ने हो भने रोहित चन्द, लाकेन लिम्बू, मणि लामा र मनिष टाङ्गी, प्रेस टाइगर अञ्जन विष्ट, सुभाष पमठकुई र रेजिन सुब्बा। के नेपालले मलेसियालाई हराएर इतिहास बदल्न सक्ला? तर तल कमेन्ट गर्नुहोस् र खेल जित्नको लागि नेपाली टिमलाई समर्थन गर्नुहोस् र नेपाल भनेर कमेन्ट गर्न नबिर्सिनुहोला। नेपाललाई शुभकामना छ। जय देश जय नेपाल।